सुन अहिले 2026 मा आइपुग्दाखेरि सुन यसरी बढिरहेको छ, यसरी सुनको मूल्य आकाशिएको छ कि 2025, 24, 23 को तुलनामा अहिले सुन पहिला 2025 सम्म सुनको मूल्य कसरी बढ्थ्यो भने दिनमा 1500 को दरले बढ्थ्यो भने अहिले सुनको मूल्य दिनमा 20,000 ले बढिरहेको छ। यो अवस्थामा अब मान्छेमा नेपाली जन विशेष गरी नेपाली मान्छेको मनस्थितिमा के भइसकेको छ भनेदेखि अब एउटा गरगहना मात्र होइन, यसलाई एउटा बिजनेसको रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने मान्छेको मानसिकता लागिसकेको छ। अहिले पैसा एउटा ब्याज मात्र लगाउने, ब्याङ्कमा लोन लिने, लोनको लागि दिने मात्र भन्दा पनि अहिले विश्व बजारमा यो युद्धले गर्दा अहिले सुन चाहिँ एउटा बिजनेसमा लगानी गर्नुपर्छ भन्ने मान्छेको मानसिकतामा आइसकेको छ। अब कुरा गरौँ हामी सुनमा पैसा लगाउन ठिक छ या छैन। अब यदि पैसा लगाउने हो, सुनमा लगानी गर्ने हो भने अहिले यसको मूल्य यसरी आकाशिएको छ कि एफोर्ड गर्नै गाह्रो भइसकेको छ। अब सुन घट्ला र सुनको मूल्य घट्ला र पैसा किनौँ भन्ने सोच छ कि तपाईहरुलाई? अहिले सुनको मूल्य बढिरहेको बेला यसलाई बेचिहाल्नु भन्ने छ कि अहिले यो भन्दा पनि अझ सुन बढ्दै जान्छ भन्ने हिसाबले तपाईले यो बेलामा किन्छु भन्ने तपाईको मानसिकता पनि हुन सक्छ। सुनको मूल्य यसो हेर्दाखेरि सुनको मूल्य अब छिटै तल झर्ला जस्तो छैन। विश्वव्यापी एकदम डलरको पनि अवस्था अहिले भ्यालु घट्दै गइरहेको अवस्थामा सुनको मूल्य आकाशिएको छ। विश्व बजारमा मानिसले डलरमा भन्दा पनि सुनमा बढी विश्वास गर्न लागिरहेको छ। हालसालै भएको घटनाहरू हेर्दाखेरि विश्वभरमा युद्धहरू चलिरहेको अवस्थामा ठुला शेयर मार्केट हुँदै लगानी गर्न एकदम मानिसलाई जोखिमपूर्ण अवस्था भइरहेको छ। लगानी गर्ने ठाउँहरू एकदम मान्छेमा विश्वास गर्न थालिसकेको छ। मान्छे अब शेयर बजारमा पैसा लगानी गर्न मान्छे डराइरहेको अवस्थामा अब चाहिँ सुनमा लगानी गर्न ठिक छ कि छैन भन्ने कुरामा मानिस आइसकेको छन्। अहिले सुनको मूल्य दिन प्रतिदिन 1000 2000 ले होइन, दिन प्रतिदिन 15,000 20,000 25,000 30,000 ले एक्कासी वात्त बढिरहेको अवस्थामा छ। सुन किन्न ठिक छ या सुन बेच्न ठिक छ भन्दाखेरि अहिले चाहिँ किन्न एक्कासी सुन हतासिएर किन्न चाहिँ अलि उचित छैन। सुनमा लगानी गर्न ठिक छ, हामीले अहिले तत्काल अवस्थामा हेर्दाखेरि सुनमा लगानी गर्न चाहिँ ठिक छ। तर अहिले यो बढिरहेको अवस्थामा चाहिँ एक्कासी गर्न चाहिँ अलिक गाह्रै हुने भएकोले सुन विश्व बजारमा एक्कासी त्यसको मूल्य घट्यो भने पनि एक्कासी वात्तै घट्ने चाहिँ हुँदैन। त्यसमा बिस्तारै थोरै मात्रामा घट्दै देखिन्छ। डलरको अवस्था हेर्दाखेरि विश्वास नगरिएको अवस्था अनि हेर्दाखेरि चाहिँ सुनको मूल्य अझै पनि बढ्न सक्छ भन्ने एउटा एनालाइसिसले देखाउँछ। सुन चाहिँ तत्कालीन रूपको लागि भन्दा पनि यो लामो लङ टर्मको लागि चाहिँ इन्भेस्ट गर्न चाहिँ ठिक छ। भविष्यको लागि एउटा लगानीको लागि एउटा भविष्यमा योजनाको लागि चाहिँ सुनमा लगानी गर्न चाहिँ ठिक छ। अब अहिलेको तुलनामा हेर्दाखेरि आजभन्दा 1 वर्ष अगाडि सुनको मूल्य 1.5 लाखसम्म 1.5 लाख 2.5 लाखको वरिपरिमा पाइने सुन अहिले हेर्दाखेरि 3,40,000 पुगिसकेको छ। 39,200 समथिङ छ। अहिले 4 लाख पुग्न लागिसकेको अवस्थामा छ सुनको मूल्य। अब सुनको मूल्य 4 लाख नपुग्ला भन्न सकिन्न, 5 लाख नपुग्ला भन्न सकिन्न। तत्कालीन अवस्थामा हेर्दाखेरि सुनको मूल्य यसरी बढिरहेको छ। मानिसले सुनलाई चाहिँ एउटा गहना मात्र नेपाली बजारमा सुनलाई अहिले व्यावसायिक रूपमा बिजनेसको रूपमा भन्दा पनि एउटा गहनाको रूपमा मात्र हेरिने गरिन्थ्यो अहिलेसम्म। अब चाहिँ त्यो अवस्थामा मात्र नभएर गहना बनाएर लाउन भन्दा पनि विलासी जीवनको लागि भन्दा पनि सुन चाहिँ एउटा बिजनेसको रूपमा हेर्न सकिने अवस्था भइसकेको छ। त्यसैले सुन चाहिँ अहिले एकदम हाई लेभलमा बढिरहेको छ। दिनमा 10,000 20,000 30,000 ले बढिरहेको छ सुनको मूल्य। त्यसैले चाहिँ सुनमा लगानी गर्नलाई तत्कालीन रूपमा अवस्थामा हेर्नु पर्दा भन्दा पनि सुन चाहिँ एउटा लङ टर्म एउटा इन्भेस्टको लागि चाहिँ गर्न चाहिँ राम्रो छ। चाँदी त्यसै सिल्भर पनि अहिले त्यस्तै बढिरहेको छ, 7,000 समथिङ पुगिसकेको छ तोलाको। भनेपछि सुनमा चाहिँ लगानी गर्न एकदम ठिक हो। त्यसरी वात्तै घटेर लगानी डुब्ला भन्ने चाहिँ सुनमा हुँदैन। त्यसमा चाहिँ घट्यो भने थोरै अवस्थामा घट्छ। सुन फेरि एक्कासी धेरै किन्न पनि ठिक होइन। त्यो घट्यो भने पनि अलिकति घट्यो भने त्यसको नोक्सानी चाहिँ अलिकति भोग्नै पर्छ। त्यसैले सुन चाहिँ अलिकति घटिरहेको बेला सुन थोरै किन्दा सुनमा लगानी गर्न चाहिँ ठिक छ, एकदम राम्रो छ। अहिलेको अवस्था हेर्दाखेरि सुन तत्काल घट्ला जस्तो अवस्था पनि छैन। त्यसैले सुनमा लगानी गर्न सकियो भने फ्युचर प्लानको लागि चाहिँ सुनमा चाहिँ राम्रो छ। अहिलेको अवस्था हेर्दाखेरि यसरी बढिरहेको छ। माघ फागुनमा बिहेको सिजन हो, तर पनि बजारमा सुन पसलमा त्यति सुन किन्ने मान्छे देखिँदैनन्। भएको पुरानो सुन पनि लगेर त्यसलाई रिपेयरिङ गरेर नयाँ डिजाइन निकाल्ने, त्यसलाई बेच्ने, त्यसलाई पैसामा राख्न जाने मान्छेको संख्या एकदम बढिरहेको छ। सुन अहिले एउटा व्यक्तिहरूले मात्र नभए ठुला ब्याङ्कहरूले, नेपाल ब्याङ्कहरूले सुनलाई पनि एउटा बिजनेसको रूपमा सुन किनेर राखिरहेको अवस्था चाहिँ देखिन्छ।
सुनमा लगानी गर्ने मान्छे बढेको कारणले चाहिँ सुनको मूल्य एक्कासी वात्तै बढेको। अहिले ठुला ठुला सेयर बजारमा लगानी गर्न अलिक मान्छे डराइरहेको अवस्थामा यो युद्धहरू स्थिर नभएको शान्त नभएको अवस्थामा चाहिँ केही समय लाग्न सक्ने अवस्थाले गर्दा चाहिँ पैसा चाहिँ अहिले सेयरहरूतिर लगानी गर्न चाहिँ मान्छे डराएको अवस्थाले सुनमा लगानी गर्दा चाहिँ मान्छेहरू सुनको मूल्य एकदम बढिरहेको छ। अहिले व्यक्तिहरू मात्र नभए ठुल्ठुला ब्याङ्कहरूले पनि सुन किन्दै राख्दै गर्ने अवस्थाले गर्दा चाहिँ सुनको मूल्य आकाशिएको छ, चुम्मिएको छ, मान्छेको सातो गएको छ सुनको मूल्य देख्दाखेरि। त्यसैले चाहिँ अहिले तत्काल अब यस्तो वात्तै बढिरहेको बेला किन्न चाहिँ अलिक गाह्रै पर्छ। त्यसैले सुनमा चाहिँ अलिकति घटेको बेला, प्राइस घटेको बेला यो चाहिँ लङ टर्मको लागि हेर्दाखेरि चाहिँ सुनमा इन्भेस्ट गर्नु चाहिँ राम्रो देखिन्छ। धन्यवाद।